कस्तो भयो नि साथीहरू आफै गिफ्ट लिएर आयो क्या यहाँ ल्याएर पहिला फिजाए यिनीहरूले अनि त्यही भएर यहाँ फेरि देखेरै अब भिडियोमा साथीहरू हामीले कलरको गर्छौँ ल हेर्नुभयो यहाँ चाहिँ अहिले आज एक्सचेन्ज हो त्यतिकै दिनु राख्नु त ल के भयो पिङ्क कलरको लेमन टी पनि छ है टी सर्ट सेम छ अनि कस्तो भयो मेरो त गयो के आउँछु भनेको त टी सर्ट सेम अनि लेमन टी पनि छ 1 घण्टा गाइस यो लेमन टी हो 1 घण्टासम्म त लैजाने एउटा 40 ल्याउनु पर्ने तिम्रो घर दुईटा उसासै छ त्यो लैजा 40 अब के भयो त्यसलाई ए भगवान अर्को गर्छु रुक्न फेरि सुरु गरिदिन्छ कस्तो निदान भयो एउटा गिफ्ट भइसक्यो साथीहरू दिदीको लाइभमा देखाउनु ठिकै एउटा यो भाउजूको तर्फबाट अनि अब म दिन्छु है साथीहरू म चाहिँ लोग्ने भन्दा पनि लोग्ने होइन सस्तो महँगो छ चुरा यो भनेको यहाँ यो कफी के यिनीहरूले खालि चिसो लाग्छ भन्छन् त्यही भएर कफी त हो चुडाले है एउटा चुरा एउटा कफी सुन्दाको तर्फबाट एउटा डेयरी मिल्क पनि छ अब एउटा लेमन टी पनि छ है कफी डेयरी मिल्क चुरा लेमन टी अनि उता हाल्नु भयो यो त लेमन टी अर्को कलर खै खोइ त यो होला चाहिँ त्यतै लुके खा यो होला फेरि एक्स्ट्रा है कलरमा यो सबै आनालाई काम लाग्ने चिजहरू छ यहाँ मेरो पालो साथीहरू अब के होला गेस गर्नु त रुक्नु एकछिन हजुर म यही भिडियो पठाइदिन्छु के होला मेरो पालो हो साथीहरू म त कस्तो महँगो दिएछ युज हुने सामानहरू यो छोर्छेलाई काम लाग्छ यो छोर्छेलाई ए सामान नै भयो खै त्यसको एउटा छ है गाइस तर पनि दिनुको तर्फबाट गाइस यहाँ चेत नै छ हौ जाडोमा सुप खानु भने ठिकै गाइस यो दिनुको तर्फबाट बस टोइलेट जाँदा हात धुनु हुन्छ साथीहरू सुप चिसो लाग्छ यो दिलुको तर्फबाट गाइस यो मेरो तर्फबाट खै मेरो पानी हिँड्यो यो भाउजूको तर्फबाट टी सर्ट यो भाउजूको तर्फबाट टी सर्ट यो भयो अनि